फिटनेस त ठिक छ सर, तर मसल्स चाहिँ खोइ त। अहिलेलाई मसल्स ब्याङ्कमा डिपोजिट गरिदिएको छु, चाहिए बेला झिकम्ला। ए दाइ जिम गर्नेलाई ओ भाइ मसल खोइ भनेर सोध्ने होइन के, तिम्रो माइन्डसेट के हो, तिम्रो टार्गेट के हो भनेर सोध्नुपर्छ। तपाईँले मलाई चिनेको पनि छैन होइन। सबै मान्छे ठुल्ठुलो मसल्स बनाउँछु भनेर मात्रै जिम गर्दैनन्। कसैले वेट लस अथवा वेट गेन गरेर मात्रै पनि खुसी हुन्छन्, कसैले स्ट्रेन्थ मात्रै बढाउन आउँछन्, कसैले पावर लिफ्टिङ मात्रै, र कतिपय त म बाँचिरहेको छु भनेर महसुस मात्रै गर्न आउँछन् के जिम भन्ने ठाउँमा। अब मैले अरूको अगाडि फ्लेक्स गर्नलाई होइन, मलाई हिजोभन्दा आजभन्दा भोलि प्रोग्रेस गर्दै जानु छ, आफ्नो टार्गेट नजिक पुग्दै जानु छ, र मसल बिल्डिङ मेरो प्राइमरी गोल होइन। तपाईँलाई जिम गर्नु भनेको मसल्स मात्रै बढाउनलाई हो भन्ने जस्तो लाग्छ भने मलाई केही भन्नु छैन। बरु सकिन्छ भने एकअर्कालाई मोटिभेट गरौँ।